त अब हाम्रो क्वेसन नम्बर 4 तिर जाउँ। क्वेसन नम्बर 4 मा हाम्रो के भनेको छ भन्दाखेरि show your familiarity with the chemical reaction for each of the following. Question number Raymond reaction भनेको छ यो क्वेसन नम्बर 2 सँगै मिलिहाल्यो, त्यही भएर यसलाई केही फरक परेन। अब हामी जाउँ क्वेसन नम्बर 5। यहाँ के भनेको छ भन्दाखेरि एन अर्ग्यानिक कम्पाउन्ड ए रियाक्ट्स विथ एसिटोन टु प्रोड्युस अ काइन्ड अफ sleep inducing drugs. How would you prepare compound A by using one of the isomer of C2H6O भन्ने दिएको छ। अर्को नि why compound A is stored in a airtight bottles adding स्मल अमाउन्ट अफ इथानोल। अर्को भनेको चाहिँ वाट ह्यापेन्स भन्ने कुरा सोधेको छ। अब यो तपाईँहरूले के कुरा कहाँबाट सोध्यो यसलाई इन्फर्मेसन पत्ता लगाउनलाई सबैभन्दा सुरुमा यहाँ के दिएको छ त भन्दाखेरि एसिटोनसँग रियाक्सन गर्दाखेरि यसले स्लिप इन्ड्युसिङ ड्रग्स प्रोड्युस गर्छ अरे भनेको पक्कै पनि यो कहाँबाट सोधेको त क्लोरोफर्मबाट सोधेको हो है त। यो कसरी थाहा पाउने भन्दाखेरि हाम्रो जस्तो यो CH3 C डबल बोन्ड हो, त्यसपछि CH3 भनेको मेरो दिस इज योर एसिटोन भयो। एसिटोन यो एसिटोनलाई जब हामीले क्लोरोफर्मसँग रियाक्सन गरिदिन्छौँ द्याट इज एच भयो सी, त्यसपछि Cl, त्यसपछि Cl गर्दाखेरि यो मैले जब क्लोरोफर्मसँग रियाक्सन गरिदिन्छु यसले एउटा स्पेसल टाइप अफ ड्रग्स बनाइन्छ विच इज स्लिप इन्ड्युसिङ ड्रग्स द्याट इज क्लोरोटिन बनाउँछ। त्यो कसरी भन्दाखेरि यो हाइड्रोजन चाहिँ पहिला सुरु यो अक्सिजनसँग बोन्ड अप हुन्छ र यो सिंगल बोन्ड चाहिँ टुक्रिन्छ। भन्नुको मतलब कसरी भन्दाखेरि मेरो CH3 छँदैछ यहाँ, त्यसपछि C छँदैछ। अब यहाँ तपाईँको एउटा OH आउने भयो, अर्को पार्ट भनेको चाहिँ CCl3 आएर जोडिन्छ र अर्को भनेको CH3 भयो विच इज योर दिस इज योर के भयो त क्लोरोटिन भयो। CHLORETON क्लोरोटिन भयो। क्लोरोटिन चाहिँ के हो त तपाईँको स्लिप इन्ड्युसिङ ड्रग्स हो। भनेपछि अब हामीलाई के थाहा भयो त भन्दाखेरि एसिटोन दिएकै थियो, एसिटोन रियाक्ट्स विथ ए भनेपछि मेरो ए कम्पाउन्ड चाहिँ के रहेछ त मेरो क्लोरोफर्म रहेछ भन्ने कुरा चाहिँ यहाँबाट थाहा पाउनु है त। भनेपछि फर्स्ट इन्फर्मेसन यो देखाउनु त पर्दैन, त्यही पनि तपाईँलाई यो इन्फर्मेसन चाहिँ दिइरहेको हो। त्यो भनेको के हो त मेरो ए भनेको चाहिँ क्लोरोफर्म रहेछ। अब क्वेसनतिर जाउँ के भनेछ हाउ वुड यु प्रिपेयर कम्पाउन्ड ए बाई युजिङ वान अफ द आइसोमर अफ C2H6O भनेर सोधेको छ। हेर्नुहोस् त C2H6O भनेको अब कुन फङ्सन यसको वान अफ द आइसोमर भनेको छ भनेपछि यसले दुईटा आइसोमरलाई रिप्रेजेन्ट गर्छ। त्यो के हो त भन्दाखेरि एउटा भनेको अल्कोहल अर्को भनेको तपाईँको इथरलाई रिप्रेजेन्ट गर्छ। यो अल्कोहल र इथर किन हो भनेर हेर्ने हो भने तपाईँले यो दुईटाको जेनरल फर्मुला नै CnH2n+2O हुन्छ है। अब त्यस्तै गरेर मेरो अल्कोहल अब तपाईँहरूले सबैले कमेन्टमा लेख्नु होला अल्डिहाइड एन्ड किटोनको चाहिँ मेरो जेनरल फर्मुला के हुन्छ भनेर तपाईँहरूले कमेन्ट गर्नु होला है। त्यस्तै गरेर कार्बोजाइलिक एसिड एन्ड स्टरको के हुन्छ यसको पनि कमेन्ट गर्नु होला है त। आइदर यसको अप्सन पनि दिन्छु तपाईँहरूलाई ल अल्डिहाइड एन्ड किटोनको CnH2nO2 हो अर CnH2nO मात्र हो, अथवा कार्बोजाइलिक एसिडको CnH2nO2 हो अथवा CnH2nO हो त है। यो दुईटा मध्येमा कुन चाहिँ एन्सर हो कमेन्ट गर्नु होला। अब हेर्नुहोस् त यो मेरो C2H6O भनेपछि पक्कै पनि वान अफ द आइसोमरबाट बनाउने क्लोरोफर्मको मेथड अफ प्रिपरेसन अथवा चाहिँ ल्याबोरेटरी प्रिपरेसन भनेको इथानोलबाट बनाउने छ भनेपछि पक्कै पनि तपाईँलाई के सोध्यो त यो इथानोलबाट क्लोरोफर्मलाई कसरी प्रिपेयर गर्ने भन्ने कुरा सोधेको छ। भनेपछि तपाईँले ए नम्बरमा के लेखिदिनु पर्यो जब तपाईँले सबैभन्दा सुरुमा के गर्नुहुन्छ त भन्दाखेरि क्लोरोफर्मलाई CHLOR क्लोरोफर्म ए अथवा ए कम्पाउन्ड इज प्रिपेयर्ड लेखिदिने प्रिपेयर्ड फ्रम इथानोल which is one isomer of C2H6O हैन by के गर्ने heating with the paste of bleaching powder and water यो लेख्नु पर्यो। अब कम्प्लिट रियाक्सन देखाइदिने त्यो के हो त भन्दाखेरि सबैभन्दा सुरुमा के हुन्छ तपाईँको CaOCl भनेको तपाईँको त ब्लिचिङ पाउडर भयो। ब्लिचिङ पाउडरलाई तपाईँले H2O सँग रियाक्सन गर्दाखेरि यसले के हुन्छ CaOH होल ट्वाइस प्लस Cl2 दिन्छ। अब यो मेरो जुन Cl2 छ यो चाहिँ अक्सिडाइजिङ एजेन्टको रूपमा हुन्छ भनेपछि सबैभन्दा सुरुमा अक्सिडेसन हुन्छ है, अक्सिडेसन हुन्छ। त्यो भने के हो त भन्दाखेरि मेरो CH3 CH2 OH जुन मेरो इथानोल छ
इथानोल तपाईको के हुन्छ त क्लोरिनको प्रेजेन्समा गर्दाखेरि यो भनेको तपाईको CH3 त्यसपछि CHO आउँछ CHO आउँछ प्लस HCl आइहाल्ने भयो है फर्स्ट केसमा मेरो अक्सिडेसन हुन्छ द्याट इज अल्डिहाइडमा कन्भर्ट हुन्छ अथवा इथेनलमा कन्भर्ट हुन्छ दोस्रो स्टेप भनेको अब मेरो के हुन्छ त भन्दाखेरि क्लोरिनेसन CHLO क्लोरिनेसन हुन्छ क्लोरिनेसन भनेको चाहिँ अब के त भन्दाखेरि क्लोरिनेसन भनेको जुन तपाईँको CH3CHO छ अब यसमा चाहिँ तपाईँले Cl2 सँग रियाक्सन गर्दाखेरि यसले के बन्छ CCl3CHO बनाइन्छ प्लस HCl3HCl अब ब्यालेन्स गर्नुभयो भने तपाईँको यहाँ 3 यहाँ अगाडि 3 हालिदिनु भने ब्यालेन्स भइहाल्छ अरू केही गर्नु पर्दैन दिस इज योर कोरल पनि भन्छ CCl3CHO भनेको दिस इज योर कोरल पनि हुन्छ कोरल पनि भन्ने भयो त्यसपछि अब थर्ड नम्बरमा के गर्नुहुन्छ त हाइड्रोलाइसिस गरिदिनुहुन्छ हाइड्रोलाइसिस गरिदिने हाइड्रोलाइसिस गर्दाखेरि तपाईँले H2 सँग रियाक्सन गर्नु हुँदाखेरि CCl3CHO सँग रियाक्सन गर्दाखेरि केसँग H2O सँग HOH सँग रियाक्सन गरिदिन्छ भने यसले के दिन्छ CCl3H दिन्छ विच इज योर क्लोरोफर्म अथवा अझ यसलाई चाहिँ CHCl3 विच इज योर क्लोरोफर्म भयो क्लोरोफर्म प्लस फर्मिक एसिड आउँछ यो चाहिँ तपाईँको के भयो त यो चाहिँ तपाईँको मेथड अफ प्रिपरेसन दिस इज योर CH3CHO प्लस HC डबल बन्ड OH यो चाहिँ हामीले अगाडि पनि गरिसकेको रियाक्सन भइहाल्यो फर्स्ट क्वेसनमा चाहिँ यसरी लेखिदिनु पर्यो ए नम्बर अर्को तपाईँको के सोधेको छ वाइ कम्पाउन्ड ए इज स्टोर्ड इन एयर टाइट बोतल एडिङ स्मल एमाउन्ट अफ इथानोल अब किन चाहिँ एयर टाइट बोतल बनाइहाल्ने त एयर टाइट बोतलमा चाहिँ राख्ने भन्दाखेरि हामी सबैलाई थाहा छ जब पनि हामीले यो क्लोरोफर्म चाहिँ पोइजनस ग्यास हो है पोइजनस ग्यास हुनसक्छ होइन पोइजनस ग्यास हो भन्दा पनि इट इज बी नम्बरमा चाहिँ अब हामीले एयर टाइट बोतलमा किन राख्ने भन्दाखेरि जब हामीले यसलाई चाहिँ एयरसँग एक्सपोज गर्यो भने यसले चाहिँ पोइजनस ग्यास दिन्छ द्याट इज फर्स्ट ग्यास अथवा कार्बोनिल क्लोराइड चाहिँ दिने काम गर्छ भनेपछि तिमीले तपाईँहरूले के लेख्नु पर्यो सिन्स होइन अथवा यसरी लेखौँ CHLOR क्लोरोफर्म A is kept in airtight bottle to prevent from the formation of PHOS GB यानी फर्स्ट ग्यास भनेर देखाइदिनु पर्यो फर्स्ट ग्यास भनेको हार्मफुल ग्यास हो अथवा चाहिँ पोइजनस ग्यास हो भनेर देखाउनु पर्यो त्यो भने के हो त भन्दाखेरि CHCl3 लाई जब तपाईँले अक्सिजनसँग रियाक्सन गरिदिनुहुन्छ अथवा चाहिँ छोडिदिनुहुन्छ त्यतिखेर यो हिट भन्दा नि लाइटको प्रेजेन्समा तपाईँले चाहिँ छोडिदिनुहुन्छ तपाईँले बनाउने भनेको C डबल बोन्ड O Cl प्लस 2HCl which is your फर्स्ट ग्यास अथवा यसलाई तपाईँले के पनि भन्न सक्नुहुन्छ कार्बोनिल क्लोराइड पनि भन्न सक्नुहुन्छ CHLORID क्लोराइड which is your के हो त फर्स्ट ग्यास अथवा पोइजनस ग्यास यो भयो अब त्यहाँनिर इथानोल पनि किन हाल्ने त भन्दाखेरि जुन मेरो यो कार्बोनिल कम्पाउन्ड क्लोराइड छ यदि यो क्लोराइडमा चाहिँ यो क्लोराइडसँग फेरि के हुन्छ त इथानोल राख्यो भने चाहिँ त्यो क्लोराइडले फेरि रेस्पोन्डिङ अथवा चाहिँ फेरि हाम्रो रेस्पेक्टिभ क्लोरोफर्मै बनाउने भएको कारणले गर्दाखेरि त्यहाँनिर अलिकति इथानोल पनि राख्छौँ भनेर चाहिँ मेन्सन गरिदिनु पर्यो ल त्यसपछि अर्को कुरा के छ भन्दाखेरि हामीलाई थर्ड नम्बरमा वाट ह्यापेन्स वेन कम्पाउन्ड ए इज हिटेड विथ अब डिफरेन्ट दिएको छ एबिसिडीमा भनेपछि सबैभन्दा सुरुमा तपाईँको के दिएको छ त भन्दाखेरि जब कम्पाउन्ड एलाई चाहिँ 3 नम्बरको एमा भनेको छ त के छ त भन्दाखेरि हिटेड विथ कङ्क HNO3 सँग रियाक्सन गर्दाखेरि के भन्छ भन्ने कुरा भयो यो सबैभन्दा सजिलो रियाक्सन हो अब यो चाहिँ स्पेसिफिक रियाक्सन हो त्यो भनेको के हो त क्लोरोपिक्रिन भन्ने काम भन्छ त्यो के हो त भन्दाखेरि जस्तै CCl त्यसपछि फेरि Cl त्यसपछि फेरि यता Cl देखाउनु भयो यता H छ भने दिस इज योर क्लोरोफर्मलाई तपाईँले HNO3 सँग रियाक्सन गरिदिनुहुन्छ भने अब तपाईँ के हुन्छ यो क्लोरिन जति CCl3 अब यो H लाई चाहिँ केले रिप्लेस गरिदिन्छ त NO2 ले गरिदिन्छ प्लस H2 हुन्छ यसको नाम के हो त तपाईँको अब क्लोरोपिक्रिन है त क्लोरोपिक्रिन भन्छ विच इज अल्सो नोन एज टियर ग्यास पनि हुन्छ भनेपछि जब हिटेड विथ कङ्क HNO3 क्लोरोपिक्रिन इज फर्म भनेर लेखिदिनु पर्यो when A is heated with कङ्क HNO CHLOR क्लोरोपिक्रिन इज फर्म है त पिक्रिन इज फर्म भनेर लेखिदिनु पर्यो र रियाक्सन पनि लेख्नु पर्यो दोस्रोमा हामीलाई के सोधेको छ त भन्दाखेरि दोस्रोमा तपाईँहरूको रिड्युस इन एसिडिक मिडियम ल यो अलिकति इम्पोर्टेन्ट छ है त बी नम्बरमा के रहेछ त रिड्युस्ड इन एसिडिक
एसिडिक मिडियम यो दुईटामा फरक छ। अब यो एसिडिक मिडियममा रिड्युस गर्नु भनेको के हो त भन्दाखेरि यो CHCl3 लाई तपाईँले रिडक्सन गर्दै हुनुहुन्छ इन द प्रेजेन्स के को प्रेजेन्समा, जस्तै रिड्युसिङ एजेन्ट जेठ्यान कस्तो खाले एसिडिक मिडियममा चाहिँ HCl राखिदिनु भयो भने अब यो तपाईँको के भन्छ CH2Cl2 भन्छ, CH2Cl2 प्लस HCl बन्ने भयो। यो केसमा तपाईँको यो CH2Cl2 भनेको डाइCHLOR डाइक्लोरोमिथेन इज फर्म, मिथेन इज फर्म हुन्छ। तर यही केसमा एसिडिक मिडियमको साटोमा अब न्यूट्रल मिडियम भयो भने है, रिड्युस इन न्यूट्रल मिडियम भयो। अब न्यूट्रल मिडियम भन्ने बित्तिकै तपाईँले के गर्नु पर्यो, न्यूट्रल भन्ने बित्तिकै सबैजनाले वाटर है त, न्यूट्रल मिडियममा भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि अब हेर्नुहोस् यही केसमा CHCl3 प्लस रिडक्सनै गर्ने हो, रिडक्सन। तर अब यसमा रिड्युसिङ एजेन्ट जेठानै लाउने, तर के कस्तो मिडियम न्यूट्रल भनेपछि तपाईँले H2O सँग रिड्युस गरिदिनु भने अब तपाईँको हुन्छ CH4 प्लस HCl भन्ने काम गर्छ। यतिखेर चाहिँ तपाईँको डाइरेक्ट के भन्छ त मिथेन भन्ने काम गर्छ। जब तपाईँले न्यूट्रल मिडियममा चाहिँ रिड्युस गरिदिनुहुन्छ तब मिथेन बन्छ, तर एसिडिक मिडियममा चाहिँ तपाईँले रिडक्सन गरिदिनु भयो भने तपाईँको डाइक्लोरोमिथेन बन्छ यो भाग। त्यसपछि थर्ड नम्बरमा तपाईँलाई सोधेको छ, थर्ड नम्बरमा के सोधेको छ अथवा सी नम्बरमा के सोधेको छ भन्दाखेरि वाट ह्यापन्स वेन बोइल विथ अल्कालिज भनेर सोधेको छ, जब अल्कालीसँग बोइल गरिदिनुहुन्छ। अब अल्काली पनि कस्तो त एक्वाइस अल्काली है, अल्काली भन्ने बित्तिकै त्यो बेसिक मिडियमको हुन्छ, हामीलाई थाहा छ KOH दुई किसिमको हुन्छ, एउटा अल्कोहलिक अर्को भनेको अल्काली। भनेपछि अल्काली भनेको एक्वाइस KOH सँग रिएक्सन गर्ने भने के हुन्छ भन्ने कुरा हो। अब त्यसको लागि यहाँ हेर्नुहोस् त, सबैभन्दा सुरुमा त क्लोरोफर्मलाई तपाईँले H त्यसपछि C त्यसपछि Cl त्यसपछि Cl त्यसपछि Cl छ है। अब तपाईँले केसँग रिएक्सन गर्नु एक्वाइस KOH, यो भनेको त अल्काली हो, अल्कालीसँग रिएक्सन गर्दाखेरि यो जति पनि Cl पार्टहरू छ त्यो सबै केले रिप्लेस गर्छ त OH ले गर्छ। भनेको H भयो C त्यसपछि यहाँ OH आयो, यहाँ पनि OH आयो, यहाँ पनि OH आयो, तीनटै पार्ट OH आइसकेपछि यो चाहिँ तपाईँको ट्रायल भयो। ट्रायल चाहिँ अनस्टेबल इन नेचर हुन्छ, त्यही भएर यहाँबाट अब तपाईँको के निस्किन्छ त भन्दाखेरि H2 निस्केर जान्छ। भनेको अब यहाँबाट H2 निकाल्ने हो भने तपाईँले यति पार्ट निकालिदिनु भने अब यो दुईटा अक्सिजनसँग के यो यहाँबाट यो अक्सिजनसँग डबल बोन्ड बन्छ, द्याट इज फर्मिक एसिड भन्ने काम गर्छ है त। त्यो फर्मिक एसिड कसरी बन्छ भन्दाखेरि यहाँ हेर्नुहोस् त है, अब हेर्नुहोस् H यस्ताको जस्तै छ, C अब यो डबल बोन्ड एउटा माथिको डबल बोन्ड यता जान्छ र OH जस्ताको जस्तै हुन्छ, दिस इज योर फर्मिक एसिड भयो। भनेपछि जब पनि तपाईँले एक्वाइस KOH सँग अथवा चाहिँ अल्कालीसँग चाहिँ बोइल गर्नुहुन्छ त्यतिखेर तपाईँको फर्मिक एसिड बन्दो रहेछ। सबैभन्दा सुरुमा त ट्रायल बन्छ है, ट्रायल बन्छ विच इज अनस्टेबल भएको कारणले गर्दाखेरि यहाँबाट चाहिँ -H2 निस्केर जान्छ, त्यसपछि फर्म हुने भनेको प्रोडक्ट भनेको फर्मिक एसिड हो भनेर लेख्नु पर्यो। तपाईँहरूले के लेख्नु पर्यो, when it is boiled with aqueous alkali, when chloroform boils with aqueous alkali अथवा बोइल्स विथ अल्काली के हुनु पर्यो, फर्मिक एसिड इज फर्म, फर्मिक एसिड इज फर्म है त, फर्मिक एसिड चाहिँ फर्म गर्छ भनेर चाहिँ तपाईँहरूले लेखिदिनु पर्यो। अब डी नम्बरमा तपाईँको के सोधेको छ त भन्दाखेरि डी नम्बरमा हिटेड विथ एजी पाउडर भनेर सोधेको छ। एजी पाउडरसँग हिट गर्यो भने के हुन्छ भन्ने कुरा भइहाल्यो। त्यसको लागि यहाँ हेर्नुहोस् त एच बनाइदिनुहोस्, सी भयो, यहाँनिर Cl त्यसपछि Cl, दिस इज योर क्लोरोफर्म। तपाईँले जब 6 एजी पाउडरसँग चाहिँ रिएक्सन गरिदिनुहुन्छ तपाईँ अब के भन्छ त भन्दाखेरि एसिटाइलिन भन्छ, के भन्छ एसिटाइलिन भन्छ अथवा इथाइन भन्छ है त, इथाइन भन्ने गर्छ। यति पार्ट निस्केर जान्छ, यति पार्ट निस्किसकेपछि अब यो कार्बनसँग 3टा बोन्ड खाली भयो, यो कार्बनसँग 3टा बोन्ड खाली भयो, त्यही भएर अब मिलेर एक आपसमा के हुन्छ इथाइन बनाउँछ अथवा एसिटाइलिन बनाउँछ। दिस इज योर HC ट्रिपल बोन्ड CH भयो, दिस इज योर एसिटाइलिन अथवा एसिटाइलिन अर यसलाई चाहिँ के भन्छ हामीले इथाइन काम गर्छौँ। इथाइन इज फर्म भनेर लेखिदिनु भयो भने तपाईँको लगभग फुल मार्क्स आउँछ है त। ल यसमा काट्नुपर्ने कुराहरू केही छैन, तपाईँहरूको क्वेसन नम्बर 5 मा पनि त्यही डिस्कसन गर्न सकिहाल्यो। ल टोटल गरेर यो भनेको 8 मार्क्स आइहाल्यो। अर्को के सोधेको छ, राइमर टाइमन रिएक्सन यो हामीले गरिसकेका छौँ। अब लास्ट एउटा क्वेसन सोध्यो, यहाँनिर हेर्नुहोस् त, यो पनि के सोध्यो त भन्दाखेरि 81 को क्वेसन नम्बर 19 मा के सोध्यो, द क्लोरिनेटेड कम्पाउन्ड ए रिएक्ट्स विथ एसिटोन टु गिभ स्लिप इन्ड्युसिङ ड्रग्स भन्ने बित्तिकै अब यसमा पनि तपाईँको के बारेमा सोध्यो त, क्वेसन नम्बर यो कति हो, क्वेसन नम्बर 7 है। क्वेसन नम्बर 7 मा पनि लगभग एउटै कुरा सोधेको हो, क्वेसन नम्बर 5 र क्वेसन नम्बर 7 एउटै हो। त्यसमा के भन्यो,
ए भनेको चाहिँ क्लोरिनेटेड कम्पाउन्ड भनेको छ हेर्नुहोस् त है क्लोरिनेटेड कम्पाउन्ड भनेपछि क्लोरोफर्म हो कि नै यहाँनिर ए भनेको के भनेको छ त क्लोरिनेटेड कम्पाउन्ड ए रियाक्ट विथ एसिटोन टु गिभ प्रोड्युस यो भयो हाउ डु प्रिपेयर कम्पाउन्ड ए बाई युजिङ वान अफ द आइसोमर अफ C2H6 हो भन्नुहोस् त सेम क्वेसन भयो भनेपछि क्वेसन नम्बर 5 को आई र क्वेसन नम्बर 7 को ए एउटै क्वेसन भयो तपाईँहरूले लेख्न सकिहाल्नुहुन्छ त्यही कुराहरू लेखिदिने अर्को भनेको चाहिँ वाट ह्यापन्स वेन अ कम्पाउन्ड ए इज एक्सपोज इन एयर अघि चाहिँ 8 मार्क्सको लागि सोधेको थियो क्वेसन नम्बर 5 मा भने यो चाहिँ क्वेसन नम्बर 5 मा क्वेसन नम्बर 5 मार्क्सको लागि चाहिँ सोधेको रहेछ त्यही भएर एक्सपोज इन एयर गर्यो भने सेम कुरा लेख्ने है यो भनेको के हो त वाइ इट इज स्टोर्ड इन एयर टाइट बोतलकै क्वेसन सोध्यो अर्को भनेको हिटेड विथ फेनोल इन द प्रेजेन्स अफ एक्वाइस एनएओएस भनेर सोध्यो अब यो भनेको के हो त राइमोन्ड टाइमोन्ड रियाक्सन हो स्यालिसाइलाइड फर्म हुन्छ भनेर लेख्ने कुरा हो त्यो लेखेर लेख्ने है ओके थ्याङ्क यू